ब्लड क्यान्सर, लिभरमा हुने क्यान्सर तथा आन्द्रामा हुने क्यान्सरमा समेत सहयोगी जडीबुटीको रूपमा प्रयोग गरिने बोके टिम्बुर अथवा जंगली टिम्बुरको अचूक औषधीय गुण विषयमा हजुरहरूलाई आज हामीले जानकारी दिइरहेका छौं र आजको भिडियो एकदमै महत्त्वपूर्ण भएको कारणले अन्तिमसम्म भिडियो हेर्नुहोला। र यो जंगली टिम्बुर अथवा बोके टिम्बुरलाई मलेरियाको बिमारी हुँदाखेरि एकदमै प्रयोग गरिन्छ। मलेरियाको जीवाणुहरूलाई यसले मार्ने भएको कारणले गर्दाखेरि यसको फल अथवा पात अथवा बोक्राको प्रयोग गर्नाले मलेरिया पनि एकदमै ठीक हुने सम्भावना उल्लेख गरिएको छ आयुर्वेदमा। र उसरी नै जसको ग्यास्ट्रिक ठीक हुँदैन अथवा पाचन शक्ति जसको राम्रो छैन, खाना खाएपछि त्यो खाना पच्दैन, उनीहरूले खाना खाएपछि यसको फल अथवा यसको जरालाई ढुट्टो बनाएर जुन यसको धुलो हुन्छ त्यो धुलो 1 गिलास पानीमा 1 चम्चे धुलो 1 गिलास पानीमा खानाले तपाईहरुको पेटमा उब्जने ग्यास एकदमै नष्ट भएर जानेछ अथवा ग्यास उत्पादन हुँदैन तपाईहरुको पेटमा र पेटले एकदमै आराम पाउने गर्दछ। र उसरी नै जसको मांसपेशीहरू दुखिरहन्छ अथवा जसको जोड्नीहरू दुख्ने गर्दछ उनीहरूले यसको जहरा र बोक्रालाई अथवा पातलाई पिसेर यसको पेस्ट बनाएर त्यस दुख्ने ठाउँमा लाउनाले पनि धेरै भन्दा धेरै आराम पाउने गर्दछ। र अर्को कुरो, जसलाई पनि दमको बिमारी छ अथवा जो पनि आस्थमाको बिमारीले एकदमै पीडित हुनुहुन्छ, साथै जसको खोकी जाति हुँदैन, खोकी जाति हुँदैन, यसको कारणले गर्दाखेरि तपाईहरुलाई सास लिन पनि गाह्रो परिरहेको हुन्छ, यति बेला तपाईहरुले 10 देखि 15 ग्रामसम्म जरा पानीमा उमालेर साथै त्यस पानीमा मह स्वाद अनुसार लगाएर तपाईहरुले 7 देखि 9 दिनसम्म पिउनाले तपाईहरुको दमको बिमार अथवा आस्थमाको बिमार साथै खोकी पनि एकदमै निको भएर जाने गर्दछ। र यसमा अचूक औषधीय गुण छ। यसको पात, यसको जरा, यसको बोक्रा, यसको मुन्टा सबै नै, यसको फल सबै नै औषधीय गुणले परिपूर्ण भएको कारणले गर्दा यो एकदमै महत्त्वपूर्ण मानिन्छ। विशेष गरेर ब्लड क्यान्सर, कलेजोमा हुने क्यान्सर साथै आन्द्रामा हुने क्यान्सरमा समेत अन्य जडीबुटीसँग यसको प्रयोग गरेर ती क्यान्सर बिमारमा पनि यसले एकदमै लाभकारी हुने आयुर्वेदमा उल्लेख गरिएको छ। तर तपाईहरुलाई एउटा सावधानी हामी गर्न चाहन्छौं, तपाईहरुले यो औषधि लिन भन्दा अगाडि आयुर्वेदिक चिकित्सकको तपाईहरुले परामर्श लिनु एकदमै जरुरी छ र हामी यो निवेदन पनि गर्न चाहन्छौं। र यस्ता वनस्पतिहरू हाम्रा पिता पुर्खाहरूले प्रयोग गर्ने गर्थे अनि उनीहरू स्वस्थ पनि रहन्थे। तर यसको प्रयोग विधि तपाईहरुले आयुर्वेदको चिकित्सकद्वारा मात्रै यो जानकारी लिएर मात्रै तपाईहरुले लिनुहुन्छ भन्ने हामी आशा गर्छौं। साथै यस्तो अनेकौं जानकारी तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो, भिडियो राम्रो लाग्यो भने धेरै भन्दा धेरै शेयर गरिदिनु होला अनि हाम्रै घर आँगनतिर जंगलतिर पाइने यस्ता अचूक औषधिलाई संरक्षण गर्न अग्रसर हुनुहोला अनि आफ्नै घरबारीमा यी वनस्पतिहरू रोप्नुहोला। आज बिदा दिँदछौं। धन्यवाद।